वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइज सबैजनालाई वेलकम छ चट्टे पारेर। आजको दिन चाहिँ हामी यता शान्तिपुरको भनौँ न बेलौरीको पार्कमा आएको छौँ। बर्थडेमा हाम्रो भाइ पनि चाहिँ ह्यान्डसम भाइ। के छ भाइ? ठिक छ त। आजको फिल कस्तो भइरह? के गर्नु त यार, निन्द्रा पनि लगाएर छ तर रमाइलो हुन्छ। जे होस् तपाईँहरूले भिडियो हेरिराखेको छ भने लाइक अनि सब्सक्राइब गरिदिनु होला, नभुल्नु होला। सो हेर्न सक्नुहुन्छ दामी छ पार्क पनि। अब यसको भनेपछि यहाँनिर के रहेछ हेर्नुहोस् न, दामी खायो। फुलसुल बोटसोट रोपेको रहेछ। वेलकम टु रे आमा वेलकम टु लेखेको छ है। चट्टे पारेर घुमिदिउँ न। चट्टे यतिर तालै ताल हेर्न सक्नुहुन्छ। तालको माथि यहाँ चाहिँ माछा छ जस्तो लाग्यो कि मलाई। मारेर खानुपर्छ क्या भाइ? मार्ला त यार, मार्ला। जाल पनि छ जस्तो लाग्यो। त्यहाँ हेर न सुक्या खा यार। त्यहाँको ताल हेर न सुक्या खा क्या। हेरौँ है त्यहाँको ताल चाहिँ कस्तो रहेछ, सुकेको रहेछ। यहाँको चाहिँ माछा साछा सबै निकालेर चाहिँ खाइसकेको जस्तो लाग्यो क्या मलाई। यहाँनिर चाहिँ कसरी मारे खा यार। हेर्नुहोस् न त्यहाँनिर यो पनि तालै थियो। यो चाहिँ के हो यस्तो गेडा गेडा फलेको जस्तो छ यार। यो हेर्नुहोस् त यी फ्रुट रे भनेपछि ककटेल फ्रुट होइन। ककटेल फ्रुट हो यो चाहिँ होइन। हामी चाहिँ अब यो खानेवाला छौँ। गाइस आजको दिन छ होइन। यो शान्तिपुरको यो पार्कमा बेलौरीको साइडमा होइन। यो ठाउँमा आएर चाहिँ हामीलाई जस्ट रमाइलो लाग्यो। सो गाइस होइन तपाईँहरू पनि आउनु होला। चट्ट पारेर सबैजना रमाइलो गर्नु होला गाइस होइन। जस्ट भ्यू पनि राम्रो छ होइन। यो पार्कभित्र छिरेको चाहिँ केही पैसा सैसा पनि लिँदैन होइन गाइस होइन। डाइरेक्ट हामी आयौँ, जुस सुस खायौँ यताउति होइन। रमाइलो गऱ्यौँ दाजुभाइ चट्टे पारेर। जस्ट ठाउँ राम्रो छ, एकदम कुल छ होइन। अब यतातिर भनेपछि अब तालहरू पनि नजिक नजिक छ नि त। त्यसैले पनि हामीलाई पनि अब बस्न पनि दाजुभाइ चट्ट पारेर क्या मतलब भयो नि त। दाजुभाइ चट्ट एउटा मेमोरी भयो। पछिको दिन पनि यस्तो कुराहरू सोचिन्छ नि त। अब चाहिँ हामी घर जान्छौँ। हाम्रो फोनमा चार्ज पनि छैन। अब फोनमा पनि अब 12-13% छ। त्यसैले पनि हाम्रो अब यहाँ घर गएर अब नेक्स्ट डे अरू दिन नेक्स्ट ठाउँमा जाम्ला, कतै पनि जाम्ला होइन। त्यो तपाईँहरूले बिस्तारै भन्दै राखौँला गाइस है। तर अहिले चाहिँ घर गएर मजाले सुत्दिनु पर्ने हुन्छ। त्यही हो गाइस, लेट्स गो, बाई बाई।